अनि 62-63 मा पनि त ज्ञानेन्द्रलाई के नखु जेलमा सेन्ट्रल जेलमा लगेर खोरमा थुन्न नसक्ने अवस्था त थिएन नि। तर हाम्रो संविधान सभाले हाम्रो लिडरहरूले त्यो गरेन। हामी नेपालीहरू त्यो एक्सट्रिममा जाँदैनौँ। त्यो एक्सट्रिममा जाने भएको भए त माओवादीहरूको विद्रोह यसरी शान्तिमा परिणतै हुने थिएन नि त। हामी एक्सट्रिमिजममा जाँदैनौँ क्या। यो भिडियो भने जस्तो लाग्छ हजुरले हेर्नु भएको छ? म हेरेको कस्तो लाग्यो हजुरलाई? इमोसनल कुरा हो। तर फेरि पनि भन्छु कि ज्ञानेन्द्र शाहले चाहिँ बुझ्नुपर्छ। पोलिटिकल चेन्ज एटमोस्फियर कस्तो जस्तो लाग्छ हजुरलाई? मैले हजुरको पार्टीको मात्र भनेको छैन, इन जेनरल एटमोस्फियर कस्तो छ अहिले, वातावरण कस्तो छ? हावापानीले के भन्दैछ पोलिटिकल हावापानी? होइन, हावापानी त हामीले भने जस्तो मात्रै पनि छैन र उहाँले भने जस्तो पनि हुँदैन हावापानी चाहिँ। व्यास मिडिया नेटवर्क।